Vlog भइसक्यो पछाडि गएर देखाउँछु यो छ बारी कसो कसको थाहा नि यो हाम्रो कसको त बारी पनि थाहा नि यो पनि हैन राम्रो यहाँ बाँसहरू हो है यहाँ पनि बाँसहरू छ त्यसो गरी देखाएको छ तिर उहाँ बाबा बुवा बाबाको साथीको बाबा उहाँ चाहिँ जङ्गल ठाउँमा जान्छ होला यस्तो बाटो होइन यो बाटो त्यो होइन यस्तो यहाँबाट चाहिँ देखाम भने उता मलाई डर लाग्छ नि सुल्ला खुट्टेर टोक्छ क्या त यताबाट राखेँ यताबाट बाटो हो भयो बच्चु बस गर्ने यिनीहरू चाहिँ सबै हाम्रो बारी हो कि सबै बिरुवाको साथी सबै टिचर बारी हुनुहुन्छ है बच्चाहरू एउटा दाइ चाहिँ 10 क्लास मैले 3 क्लास के थियो भने म चाहिँ बोली टाटोमा चाहिँ टाटेको छु गाइस भाइ चाहिँ 2 क्लासमा अनि फेरि हाम्रो त ऊ के आन्टी पनि आन्टी चाहिँ के भन्छ अरे पसल छ बुकलेटहरू बाह्र पसल पार्टीहरूको त त्यस्तो ऊ चाहिँ होइन कि सिसावाला बाटो त्यस्तो यहाँ थियो बारी आयो ल्याएर जान्छु उहाँहरू यति गइनमा तबाट हामी ल्याउँदै जान्छौँ बाटो छ उहाँ चाहिँ के हो फस्टीहरू छ आठजना यस्तो म झारी छलाई देखाउनुको लागि म अहिले देखाउनु पाइनँ कि यता सो सरी कति गिराउनु है के हो म गएको जाम धेरै लाग्छ सबै त्यसको बारेमा सबै उतोबाट बाबाहरू चाहिँ ट्याप लगाएर बस्नु ट्याप नलाउने ट्याप नलाउने चाहिँ बारी हो चाहिँ यस्तो के हो यो चढाइदिएको चाहिँ म गाइसकेँ उत्र चाहिँ मेरो मौसम बोलिरहेको मौसम पुरा फोटो लिन्छु यहाँ बसेर फोटो खिच्छु कोही बस्ने गाइस बस्नु टोइले राखा लड्दैन र लड्दैन चाहिँ मौसम बोल्यो राम्रोसँग बस्यो है गाइस चले त्यता थिएँ एउटा पोलिन्छ बाई गाइस मेरो पोज तर छौँ बरम उता जाऊँ भने तर के हो क्या सधैँ जाने कि दुई तर आइपुग्छु म त कहाँ हराइन्छौँ त्यो गर्छु म कहाँ आएँ अरूको बारीमा हाम्रो बारी त्यो फर्मुचाको बारी छ त्यो बारी चाहिँ हाम्रो चाहिँ यस्तो खुर्सानी अमिलो सारेर खाने केरा उनीहरूलाई खुट्याउँछ भित्र टुक्रो मोबाइल बरु यहाँ चाहिँ उहाँ के सब्जी हो यो म पनि यहाँ पनि सबै यहीँको रहेछ पहिला ल गाईको गुड कति राम्रो हो
यहाँको भित्र गएर देखाउँछ होला यहाँ गोठ गाई चाहिँ यस्तो 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 केराको बाँस के हौ गोठ हेर आमाले गाई अब घर पालेर नि है हजुर गाई भैँसी बाख्रा केही छैन है अस्ति नै आमा हटा थियो ठाउँ त छैन नि यहाँ बा आमा हटा थियो अहिले चाहिँ अस्ति नै बित्दै रहने अनि छैन आमा आठा नि छैन बुढा हजुरबा हजुरआमा हुनुहुन्छ नि विदेश जानुभयो विदेश बुढा हजुरबा बुढी हजुरआमा पनि विदेश हजुरआमा मम्मीको आमा बुवा चाहिँ विदेश यहाँ बाबाको हजुरबा के तिम्रो यहाँको टाउनको हजुरबा के यता हुन्छ हुन्छ है मम्मीको बुवा मम्मी विदेश हुन्छ मम्मीको मम्मी मम्मीको मम्मी बुवा विदेश हुन्छ अनि मामा पनि विदेशै हुन्छ मामा र माजु सबै जानु विदेश कहाँ हो खास मामा घर मामा गोर्खा होइन गोर्खा होइन नजिक नजिकै हो यही हो सिधैमै हो त्यही त्यही मेरो नजिकै पर्छ हुन्छ यहाँ धोका लगाएर जानुभयो कि मान्छे राखेर जानुभयो धोका लाग्यो कतिवटा हो मामा मामा 3-4वटा होला तिनवटा मामा अनि ऊ सानीमाहरू नि ठुलिआमाहरू दिदी बहिनी कति मारिसक्यो मलाई त्यो डोल पारेको छु यहाँ गाइस यत्रो बाख्रा कति धेरै तरकारी मेरो थाप्नुमा फर्स्ट टाइम आएको तर मेरो भिडियोमा खानु सक्छ बनाउँछु घर पिछबाट गाडी हो नानी उ त्यहाँ बाथरुममा गयो उद्यान छ त्यहाँ धोइन जाऊ त्यहाँ धारामा धोइन जाऊ ठिक छ होइन नि खुट्टामै राखेर चप्पल त हुन्न चप्पल नै हुन्छ केही नै हुन्न चप्पलको छाला केही हुन्न सुकिहाल्छ उति बेलै पुगिन्न केही नै हुन्न जाऊ त के पनि हुन्न जाऊ उद्यान चाहिँ पानी आउँछ जाऊ फेरि चप्पल लगाएर जाऊ मोबाइल त नधौ के मोबाइल धुनु लागि लाग्छ के त्यो मान्छेको आफ्नो बढी भयो यो लेभलसम्म भत्काउनु पर्यो के यो लेभलसम्म भत्काएर अनि बराबरै छोडिदिन्छ पछाडि पछाडि आउनु त घर घरमा काम लाग्छ क्या बराबर